हेलो, अब हामी चाहिँ यहाँ आएको छौँ भिडियो बनाउनु भनेर हो। तर के गर्नु, चारैतिर हरियाली नै हरियाली छ। हेरिहाल्नुहोस् एक झलक, चारैतिर नजारा देखाइदेऊ क्यामेराम्यान। यहाँ नु सुपारी बगान ए चरा कस्तो दामी। वाह, माथि देखाइदेऊ त भगवान। हाम्रो भगवान बेलुका हुनु आँटेछ, घाम पनि डुब्नु आँटेछ। सनसेट हामीलाई चाहिँ फेरि अहिले घरबाट चाहिँ खेप्नुहुन्छ होला यति ढिलोसम्म हो। यहाँ चाहिँ छेउमै छ उयो के भन्छ खोला छ, तर उता जानु मिल्दैन अहिले। तपाईँहरूलाई बाँस चाहियो भने आउनुहोस्, रातिको 12 बजी चोर्नुहोस्, जानुहोस् फ्रीमा एकदम। तर यहाँ चाहिँ दामी देखिँदैछ हौ नि, राम्रो देखिँदैछ। के गर्नु, आज भर्खर आएको होइन, त्यही भएर यताउति घुम्नु चाहिँ हाम्रो अहिले चाहिँ भएको छैन प्लानिङ। अब भोलि पर्सि अब बस्छौँ नि त, नानीको छुट्टी आएको, त्यही भएर अब आस्ते आस्ते चाहिँ आउँछ भिडियोहरू है। यहाँ चाहिँ साथीहरू ग्राउन्डमा, सानो ग्राउन्ड हो, गाउँको ग्राउन्ड। यो चाहिँ खेल्छ पुरा फुटबल, हात खुट्टा भाँच्चिने रिस्क एकदम छैन, किनकि 10 रुपियाँ म्याच हुन्छ, हात खुट्टा सही सलामत हुन्छ। मेरो भाइ हो, भाइले चाहिँ खत्रै बोल्छ। पहाड मुनि हेर्नुहोस्, पहाड छ। हो पहाड छ, पहाड दामी छ जे होस्। तपाईँहरू पिकनिक खाने भए यता आउनुहोस्, म फ्री एन्ट्री गर्छु। खालि मलाई पनि मिसाउनुहोस् फ्री एन्ट्री यता। आजलाई यति नै, अब नेक्स्ट ब्लगमा बाई बाई।